होइन 4 महिनाको लागि मलाई अपमानित गर्यो, निरुत्साहित गर्यो, मलाई धेरै चाहिँ प्रेसर महावीर पुनले तपाईका बारेमा महावीर पुनले एउटा स्ट्याटसै लेख्नु भएको थियो। यिनीहरूसँग जुधेर नबस, कुलमान तपाईलाई एकदम माया गर्ने मान्छे हो डाक्टर महावीर, बरु यिनीहरूलाई अब राजनीतिमा आऊ र तिमीलाई आज जसले दुःख दिएका छन् तिनलाई चुनावमा हराइदेऊ त। कस्तो राम्रो थियो है सुझाव। उहाँले मलाई सपोर्ट गरेर बोल्नुभयो हो, त्यसमा उहाँलाई धन्यवाद पनि छ। उहाँ मात्रै होइन, तमाम नेपाली जनता, इन्टेलेक्चुअल, पत्रकार। अब तपाईँ राजनीतिमा चाहन्छन् मान्छे चाहिँ, किनभने एउटा असल व्यवस्थापक कुलमान राजनीतिमा आओस् होइन, र भोलि कम्ती पनि यो देश चलाउने मान्छे कुलमान जस्तो, डाक्टर सन्दुक जस्तो, महावीर जस्तो मान्छेहरू चाहिँ देश चलाउने ठाउँमा पुग्दै हुन्थ्यो। कतिपयले हामीलाई लेखिरहेको हुन्छन्, अब तपाईँहरू कति कार्यक्रम चलाएर बसेको, राजनीतिमा आउनुहोस् 84 आइसक्यो भनिरहेको हुन्छन्। यस्तो हो, अब जुन हिसाबले एउटा संस्थाको नेतृत्व गऱ्यौँ, एउटा संस्थाको एमडीलाई पहिला पहिला चिन्दै पनि चिन्दैन थियो। अब मैले जे गरेँ, गलत गरेँ, राम्रो गरेँ, जे भयो मैले गरेँ, तर भिजिबल भयो, एउटा भिजिबल रिजल्ट आयो। त्यही भएर आम पब्लिकले, सबै जनताले मलाई, र जनता मात्रै, इन्टेलेक्चुअल सर्कल, तपाईँ जस्ता पत्रकार सबैले एउटा पोजिटिभ चाहिँ मलाई चाहिँ भन्नुहुन्छ, गर्नुहुन्छ, सपोर्ट गर्नुहुन्छ। अब पब्लिकको ट्रस्ट मैले केही हदसम्म, अब मेरो पनि विरोधी कति छन् होइन, स्वाभाविक हो सर, स्वाभाविक हुन्छन् होइन। म देउता पनि होइन, केही होइन, मेरो पनि गल्ती भयो होला नि कतै काम गर्दा गएँ राज्यको उसमा होइन। मैले चाहिँ राज्यकोलाई र संस्थाको हित, जनताको हितमा लाई चाहिँ केन्द्रबिन्दुमा राखेर सबै निर्णय गरेको छु। कुनै निर्णय रिस्कमा पनि गर्नुपर्छ, रिस्कमा निर्णय गरेन भने त्यो आउँदैन। अब तामाकोसी नै अस्ति बन्द भएको त्यत्रो चाहिँ डिजास्टर भयो, यति हामी खटेर त्यति चाहिँ काम नगरेको भए रिस्की डिसिजनहरू गर्नुपर्छ, गरेन भने आउँदैन नि होइन। म भोलि के हुन्छ कहाँ पुग्छ भन्ने भयो भने गाह्रो हुन्छ। त्यसैमा स्पष्टीकरण सोध्ने, त्यसैमा चाहिँ ह्यारेसमेन्ट गर्ने काम पनि भयो। अब यस्ता चिजहरूबाट गर्नुपर्छ। अब म कहाँ जाने भन्ने कुरा, आखिर म यो नेपाली जनतै हो, म विदेश जान्न भनेर बसेको मान्छे, मेरो साथीहरू सबै विदेशमा छन्, यहीँ काम गर्छु भनेर बसेको मान्छे। मैले एउटा 30 वर्षको क्यारियर बिताएँ, म फेरि एमडी चाहिँ हुन्छु भन्ने पनि छैन। 4 महिनाको लागि मलाई अपमानित गर्यो, निरुत्साहित गर्यो, मलाई धेरै चाहिँ प्रेसर गरेर, अपमानित गरेर, म एउटा सेफ एक्जिट पनि दिएन, ग्रेसफुल एक्जिट पनि दिएन, पुरस्कृत गर्नुपर्ने ठाउँमा अपमानित गर्यो र 9 महिनासम्म अपमानित, प्रेसर, टेन्सनमा राखेर जुन निकाल्यो, त्यसमा चाहिँ मलाई न्याय पाऊँ भनेर म न्यायमा गएको होइन। म 4 महिनाको लागि म चाहिँ चित्त दुख्ने शब्द भन्नुभएको थियो, म पढ्दै थिएँ। मैले 30 वर्ष जुन राष्ट्रको सेवा गरेँ, पछिल्लो पटक 8 वर्ष जसरी है भन्नुभयो, शनिबार भन्ने नै आएन, जसरी काम गरेँ पुरस्कृत गरिएला भन्ने थियो, अपमानित भएँ, त्यो चाहिँ चित्त दुख्दै थियो। अब 4 महिना त उहाँलाई रोक्ने समय त थियो होला नि त होइन। अनि त्यो भएको हुनाले मलाई केही छैन। अब मैले अदालतमा गएको छु, अब न्याय पाउँ, एउटा फैसला कस्तो आउँछ त्यसमा मैले सोधेको आफ्टर वाट होइन, त्यसमा मेरो पोलिटिक्स होइन। यस्तो हो, मेरो अहिलेसम्मको स्ट्रेन्थ भनेको पब्लिक, तपाईँहरू जस्ताले मिडिया सबैले सपोर्ट गरेर म यहाँसम्म छु। र पब्लिकले जे चाहन्छ, पब्लिकले जे चाहन्छ त्यसमा म जान तयार छु। त्यो राजनीति हो, जे पनि हुनसक्छ होइन। समाज सेवा गर्ने, देशका लागि काम गर्ने तपाईँ जस्तो एउटा व्यवस्थापक एउटा सही ठाउँमा पुगेर जनतालाई रिजल्ट दिने त राजनीति नै हो सर। लिडरसिपै हो। लिडरसिप भनेको राजनीतिको पनि लिडरसिप हो, सबैको लिडरसिप हो। एउटा चाहिँ नेतृत्व चाहिँ मा विश्वास। म कुन पार्टीबाट चुनाव लड्नुहुन्छ सोध्दिनँ क्या, तर तपाईँ राजनीतिमा आउनुहुन्छ, तपाईँको यति हामी बुझौँ। मैले अहिले नै यति भन्दिनँ, म जनताको विश्वास, जनताको एक्सपेक्टेसन अनुसार काम गर्छु।